सम्पूर्णमा नमस्कार। मलाई चाहिँ पछिल्लो समय यो किराना पसलेहरूले चाहिँ नापतोल गर्ने यन्त्रको गुणस्तर खस्काएर भन्नुको अर्थ 1 केजीको ढकलाई चाहिँ 850 ग्राम 900 ग्राम बनाइदिने हैन, 2 केजीको ढक चाहिँ तपाईको यो 1800 ग्राम 1900 ग्राम बनाइदिने हो। यसरी कुनै किराना पसलेले व्यापार व्यवसाय गर्यो भने के कस्तो कानुनी मार्गहरू छ भनिदिनु पर्यो भनेर भन्नुभएको थियो। अब यस्तो कसुर चाहिँ तपाईको मुलुकी फौजदारी संहिताको नापतोल अन्तर्गतको कसुर भित्र पर्छ हैन, र यस्तो कसुरमा चाहिँ तपाईले थाहा पाएको मितिले 3 महिना भित्र चाहिँ सम्बन्धित प्रहरी कार्यालयमा चाहिँ जाहेरी दरखास्त दिन सक्नुहुन्छ। र त्यसरी जाहेरी दरखास्त दिनुभयो भने प्रहरीहरूले आन्तरिक अनुसन्धान गरेर अभियोग पत्र खडा गरेर सरकारी वकिल मार्फत चाहिँ सम्बन्धित जिल्ला अदालतमा मुद्दा दर्ता गर्छन्। र त्यसरी मुद्दा दर्ता भएको अवस्थामा र हो यो पसलेले चाहिँ यस्तो यो गुणस्तर खस्काएर चाहिँ व्यापार व्यवसाय गरेको रहेछ भन्ने कुरा ठहर भएको अवस्थामा चाहिँ 3 वर्षसम्म कैद र 30,000 सम्मको जरिमानाको व्यवस्था चाहिँ हाम्रो कानूनले गरेको छ। हस् त, धन्यवाद।